सुरु गरौँ है। नमस्कार सबैजनामा। आज सम्वत 2083 साल जेठ 19 गते नेपाल सरकार मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पढेर सुनाउँछु। सुरुमा युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम UNEP-बाट ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने। दोस्रोमा गृह मन्त्रालयको छ। सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने। अर्को पनि गृह मन्त्रालयको छ। सम्वत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने। अर्को भूमि सम्बन्धी छ। भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोहना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने। आजको मुख्य निर्णयहरू यो रहेको छ।